बनामै अलि राम्रो बनाउनु पर्यो है। यहाँनिर यो चाहिँ पकोडा खानु रेडी भएर बसेको यो चाहिँ कुकुर जतिकै ढुकिरहेछ यहाँ। वान्स अगेन सबैजनालाई वेलकम छ केटा हो मेरो नयाँ ब्लगमा होइन सबैजनालाई। अब आज चाहिँ मेरो कलेजको फर्स्ट दिन हो होइन। अब फर्स्ट डे हो कि भ्याकेसन बसेको अनि त्यो धेरैजना चाहिँ आएन छ अरे त्यही पनि म चाहिँ एक्लै हिँडिरहेको छु होइन। त्यो अब स्कुलमा फोन चाहिँ अलाउ छैन तर पनि म चाहिँ आज फर्स्ट दिन भएर लगेर हिँडिरहेको छु। अनि हल्का मौसम चाहिँ जाडो जाडो भएर आउटर हुडी प्लस आउटड्रेसकै जुत्ता लाएर हिँडिरहेको छु। त्यो चाहिँ भयो छाता अघि चाहिँ हल्का पानी नै परिरहेको थियो। एउटा मिनी ब्लग बनाउँदैछु होइन। त्यही हो लाइक सब्सक्राइब गरिदिउँ है। त्यही हो नयाँ च्यानल हो। यस्तो छ बाटो चाहिँ होइन पुरै धुम्म भएर स्नोफल होला यस्तो मौसम छ। त्यही हो स्नोफल भयो भने चाहिँ लास्टै मजा आउँछ होइन स्नो। सो अहिले चाहिँ मसँग यो चक्लेटहरू छ होइन किटक्याट अनि जुन गाउँमै भेट्ने साथीहरूलाई चाहिँ पहिला नै दिइसकेको थियो होइन डेरी मिल्क। सो अहिले चाहिँ स्कुलमा गएर त्यही क्लासमेटहरूलाई एक दुईवटा छपरा छौरीहरूलाई खा चक्लेट मेरो बर्थडेको गरेर दिनुपर्छ होइन। त्यही हो अनि त्यही हो केटा हो। म चाहिँ अब स्कुल आइपुग्नु लागिसक्यो होइन। अब यहाँनिर यो चाहिँ खडुङ्गा बजार हो। यहाँनिर खडीढुङ्गा भनेर बोर्ड छ अनि त्यो पराको त्यो चाहिँ मेरो स्कुल हो कि। अनि ल यहाँ चाहिँ म मात्रै होइन हाम्रो एउटा भाइ पनि आएछ आलडाँडाबाट। आऊ आऊ छिटाउ आज पढाइ त हुँदैन जस्तो छ। एक्लै हो उताबाट आउने एक्लै हो तिमी? ए ल ब्लगमा हाल्नु भनिदेऊ न त। ल भरे गर सब्सक्राइब गर्ने ल मेरो च्यानललाई। नाम दि रिवान अनि भ्लग्स छ होइन। अनि दिको मुनि एउटा स्पेस जस्तै हुन्छ त एउटा काटेको थियो अनि दि अनि रिवानको पछाडि चाहिँ एउटा माइनस जस्तो थोरै हुन्छ नि बिचमा हो यो। अनि भिएलओजिएस भ्लग्स त्यसमा ल भर्खर खोलेको च्यानल हो सब्सक्राइब गरिदियो त। त्यही हो अब यो चाहिँ भयो खडुङ्गा बजार। अब चाहिँ हामी स्कुल गएर मात्रै भ्लग बनाउने किनभने अहिले चाहिँ हामीलाई यहाँ चाहिँ देखेर कराउँछ कि हामीले स्कुलमा अलाउ छैन होइन त फोनहरू अलाउ छैन। किनभने 11-12लाई त छ तर पनि हामीलाई नि नले भनेको छ कि अब चाहिँ त्यही हो बच्चा। सो केटा अब त्यही हो अहिले चाहिँ मैले चाहिँ अब सरबाट वारिङै पाइसकेँ होइन। अब चाहिँ भोलिबाट चाहिँ फोन नले भनेर अनि अहिले चाहिँ म चाहिँ हेड सरको क्लास चलिरहेको छ अनि म चाहिँ अहिले चाहिँ टोइलेटमा आएको छु होइन। सो त्यही हो अब चाहिँ भोलिबाट चाहिँ स्कुल दिएको चाहिँ भ्लग आउँदैन तर म लुगाएर भने बिहान बिहान यसो कन्टेन्ट बनाउँछु होइन। त्यही हो अहिले चाहिँ हेरेर टक्क लाएर टोइलेटमा छु होइन म है। त्यही हो हल्का ह्यान्डसम देखिरहेको छ जस्तो त्यही हो यस्तो छ टोइलेट। त्यही हो ल अब चाहिँ म एकछिनमा बनाउँछु हाफ टाइममा बनाउँछु होला भ्याए पनि नभए म बेलुका घर जाने बेला बनाउँछु। सो हाम्रो थर्ड पिरियड चाहिँ लागिसक्यो त्यही भएर त ल टक्क लाएर पकोडा पाक्दैछ यहाँनिर चाहिँ हाम्रो यहाँनिर यो चाहिँ पकोडा खानु रेडी भएर बसेको यो चाहिँ कुकुर जतिकै ढुकिरहेछ यहाँ। त्यही हो हामी चाहिँ यतातिर अब पकोडा खानेवाला ल कहाँ कालो देख्नु खोइ गोरे आइरहेछ हो लाइट गरेर। ल म नि हेर्ने ल हेर्दा यहाँबाट लाइट परेर म काले छु र म काले छु म हल्का गोरे छु म हल्का गोरे नै छु कि है म हल्का गोरे नै छु कि है हो नि क्या। त्यो हाम्रो सर नि यता होइन हेलो भनिदिनु न त सर ल टक्क लाएर। हाम्रो यो चाहिँ एकदम सपोर्टिभ सर हो कि हामीसँग एकदम मिल्दोजुल्दो मेरो चाहिँ फेभरेट सर हो कि। फोटो खिच्ने भने है यिनीहरू फोटो खिच्छ अरे ल कन्टेन्ट मिल्छ कि कन्टेन्ट मिल्छ यहाँनिर मलाई। ओए नदे देखा त म बरु यहीँ हालिदिन्छु देखा त यता देखा न हल्का अङ्कित के अरे युगेन प्लिज कम ब्याक भनेर गर्दैन भाइ। बिचरा त्यो कुकुरलाई मासु दिँदाखेरि हामीले यता र उताबाट फनी घुम्छ त त्यस्तै क्या। ला गयो ला गयो यहाँ केटी जिस्काउनेको अनार हेर्न यहाँ केटी जिस्काउनेको अनार यहाँनिर चाहिँ बिचरा हेर हेर्न मेरो बहिनीको बिजोक हेर्न यहाँ मेसेज डिलिट गर्दैछ। बनामै अलि राम्रो बनाउनु पर्यो है।
होइन होला बनाऊँ न लौ मर्यो ल लजाएर है मर्यो है लु यहाँनिर चाहिँ टिकटक बनाइरहेको छ होइन मेरो बहिनीहरूले ल मैले नि सुने ल गीत भयो सक्यो सबजना चाहिँ टिकटक बनाइरहेको छ यतातिर नि देख्न सक्नुहुन्छ तपाईँहरूले होइन यो चाहिँ भाइरल रे क्या भाइरल रे ल यो चाहिँ भाइरल यो चाहिँ पाल्देन स्टोरको हुन्छ नि अनर हो क्या चाहिँ भाइरल अनर देखाइदिएन भाइरल त यो केटा हो म चाहिँ अहिले चाहिँ अब फर्किँदैछु होइन कलेजबाट सो दिनको चाहिँ यस्तो भइरहेछ अहिले चाहिँ 4:30 भयो सो स्कुलमा चाहिँ खासै बनाउन नि पाएन सो सबैलाई सब्सक्राइब गरिदिनु भन्न चाहन्छु त्यति नै हो है अब अर्को भिडियोमा भेटौँ ल त्यही हो